चिन्ता रोग सँगसँगै स्ट्रेसका लागि भ्रामरीले निकै राम्रो प्रभाव पार्छ। आज हामी भ्रामरी अभ्यासको प्रदर्शन गर्दैछौँ। ढाड सिधा गरेर बस्नुहोस्, दुवै हातलाई घुँडामा राख्नुहोस् सबैभन्दा पहिले। अब बिस्तारै दुवै हातलाई माथि उठाएर हातका औँलाहरूले आँखालाई कभर गर्नुहोस्, बुढी औँलाले कानलाई बन्द गर्नुहोस्। अब लामो गहिरो सास लिएर छाती र पेटलाई फुलाउनुहोस्। लामो सास छोड्दा ठुलो स्वरमा भमराको जस्तो आवाज निकाल्नुहोस्। फेरि सास लिएर अभ्यासलाई दोहोऱ्याउनुहोस्। लामो सास लिएर छोड्ने क्रममा ठुलो आवाज निकाल्नुहोस्। यो अभ्यासले हाम्रो मनलाई शान्त पार्छ, सँगसँगै चिन्तालाई कम गरेर शरीरमा राम्रो केमिकलहरू रिलिज गर्छ र सँगसँगै मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ।